JLPTN5 खान्जी राइटिङ 81 नम्बर। 81 नम्बरमा ताबेरुको खान्जी। यसको लेख्ने तरिका हेरौँ। यसको पढ्ने तरिकाको कुन्योमीमा ताबेरु र ओन्योमीमा शोकु भनेर पढिन्छ। यो खान्जीले बनेका केही शब्दहरू हेरौँ। 1 नम्बरमा ताबेरु भनेको खानु। ताबेरु सेकेन्ड ग्रुपको भर्ब र यसको मास फर्ममा ताबेमास हुन्छ। 2 नम्बरमा ताबेमोनो भनेको खानेकुरा। 3 नम्बरमा शोकुजी भनेको खाना खाने काम, खाना खानु। 4 नम्बरमा चोसोकु भनेको ब्रेकफास्ट, बिहानको खाना। चोसोकुको चो भनेको आशा र ताबेरुको खान्जी चोसोकु। 5 नम्बरमा शोकुहिन भनेको खानेकुरा, सामग्री। 6 नम्बरमा शोक्की भनेको भाँडाकुँडा। 7 नम्बरमा शोकुताकु भनेको डाइनिङ टेबल। 8 नम्बरमा वासोकु भनेको जापानिज खाना। 9 नम्बरमा इन्सोकुतेन भनेको खाने पिउने पसल भनेको रेस्टुरेन्ट।